अझ यस्तो हुसुनौला जस्तो भए झन् राम्रो हुन्थ्यो नि भाइ यहाँ खुल्ला खालको अहिले बिहान आएको तपाईँहरूले हिमालसिङ सब देख्नुहुन्छ अझै बिहान कति बिहान यस्तै 6 बजे बल्ल बल्ल उज्यालो हुन सक्छ नि हजुर फर्स्ट मर्निङ पानीहरू पनि हल्लेको हुन्न त्यति बेला अनि ठ्याक्क माछा पिछेको छाया पनि देखिन्छ कि देखिन्छ है अब त अब हावा हुरी पनि 9 बजीसित झन् हावा लगाइहाल्छ हल्का लागिहाल्छ अनि पानी पनि हल्लियो डुङ्गा जाने हुन्छ डुङ्गा निसी झनै हल्लियो यस्तै हो थ्याङ्क्स गड मान्छे ऊ यसमा उड्ने ऊ माथि छ नि एकजनाको 3500 हो एयरपोर्टदेखि तपाईँहरूलाई अब यस्तो यो स्तुपा देखाइन्छ हो स्तुपा देखाइदिन्छ अनि स्तुपाबाट अनि यस्तो यो सरको डाँडामा लगाएर अनि यस्तो गरेर गइन्छ 3500 लिन्छ यसले अब प्याराग्लाइडिङ गर्नुहुन्छ भने चाहिँ फेरि अब भिडियो सहित गर्नु ओ गड कस्तो राम्रो नि 7000 पर्छ अब भिडियो नगरिकन त्यत्तिकै आफू सिम्पल गर्ने हुन्छ यसले कस्तो हुन्छ यसले चाहिँ 3500 मात्रै लिन्छ 3500 लिन्छ यो स्तुपा लगाइदिन्छ सारङकोट लगाइदिन्छ अनि घुमाएर लगाइदिन्छ एकजना मात्रै हान्छ है एकजना एउटा अनि ड्राइभर हुन्छ एकजना एउटामा ड्राइभर हुन्छ धेरै करायो भने त्यहीँबाट फ्याँक्देला जस्तो एयरपोर्टै चल्छ यो चाहिँ